इचो ले लाइद ऊपरबाट खिच्दा भिडियो सीताको हातेको कुरो पुगोस् दुख बिमारहरू शनि सङ्कट सबैको शान्ति होस् कसैको हात एकदम आफ्नो हात माथिबाट होस् दिएर खानु पुगोस् अब छोरी यहाँ छ खै छोरी बातहरू धेरै पढ्नु ठुलो मान्छे हुनु बडाको आशीर्वाद राम्रोसँगले पढ्नु हाम्रो छोरी बाठो छ हाम्रो छोरी ल अब छोरा न तिम्रो खुट्टा भनेको होइन हुन्छ हुन्छ भाइ हुन्छ 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 खोइ नानी बुहारी ल बस्छ तिमी लड्छ है नानी प्रियान्सी यहाँ आऊ नधोको भनेको नधोको रुखको भन्दैछ वेट भन्दैछ ए भिडियो गर्छ अरे उसले कसले यसले के गर्नु भएको फोन अफ थियो होला छैन खोलिँदैन किन यता दाजुको पनि काम निकाल्दैछु हुन्छ अहिले मिलाउँछु दादालाई पनि बोलाउनु नानी नानीलाई पनि प्रियान्सी यहाँ आऊ आमाको छेउमा यहाँ बडी बासा बडी कलर पुरा कलर मान्छे आउला सधैँ हुन्छ भन्न राम्रो ज्ञानी छौ है दुई हात थापा नानी यसरी आमा जस्तो दुई हात यसो गर्नुपर्छ त यहाँ आएन एकछिन आँखा पर्छ यता पनि बस्यो यो रातो हातको आँखाले एकदमै खुसायो यता नि हेर्नु पर्यो प्रियान्सी बाबु एकछिन त नाना एकछिन त नलाई ठिकै छ लु भाइ खुट्टा ढोक्नु पर्छ त्यति छोरीको के गर्नु हवस् आशीर्वाद पनि त बाउ सबसे ठुलो बाउलाई स्याहारे स्याहारे पनि त्यही कुनामा बाउ त दिन्छ त्यहाँबाट काम कुरो पैसा कमाउनु कति लाख खै हो हाम्रो छोरी त बोल्दैन त कहाँ गयो हेर्नु पायो है कस्तो खालि रातो मात्रै लाग्दैछ कुद्नुलाई कस्तो मजा लागिरहेछ है भाइ ओ भाइ सानो धोका थियो हो नि पोहोर भएन यो पालि होइन यो बात अलिक राम्रो भयो
रितिस्ता नजाने जयन्ती मङ्गला काली भद्रा काली कपालिनी दुर्गा जन्म शिव चिन्जिन तम तम प्राप्त निस्वचुकलम भरतरम विष्णु ससुरभोजम तचुरबोधम पूजन दया सर्व विघ्न प्रशंसाय नौ दुर्गा भवानीको आशीर्वादले रोग कष्ट हराउनुहोस् दुःख दालित विनाश होस् म लक्ष्मी सरस्वती बस्छु आँखे ताकेको सबै चिताको कुराहरू पुगोस् मान्य गुन्य भएर बस्नु आमा बाउको सेवा गर्नु एकदम आशीर्वाद लाग्छ आमा बाउको